मेरा प्रमुख चुनावका एजेन्डाहरू के छन् भने मुख्य विषय त स्वास्थ्य हो, त्यसपछि शिक्षा हो, त्यसपछि अब गाउँका विकासहरूमा स्वास्थ्य, शिक्षा, कृषि बिना पनि हामी बाँच्न सक्दैनौँ। त्यसपछि बालबालिका, महिला, जनजातिहरूको विकास अनि नारायणी तटबन्धन, जयश्री खोल तटबन्धन, हाम्रो चाहिँ गैँडाकोट 7 मा कृषि पकड क्षेत्र भएको हुँदाखेरि गैँडा लगायत विभिन्न जङ्गली जन्तुहरू दुःख दिएको अवस्था छ, तिनीहरूलाई नियन्त्रण गर्ने मुख्य एजेन्डा लिएर म चाहिँ नेपाली काङ्ग्रेसको तर्फबाट वार्ड नम्बर 7 को हाम्रो चाहिँ विकासको लागि म मुख्य एजेन्डा लिएर आएको छु। सबभन्दा धेरै गर्नै पर्ने त हाम्रो चाहिँ शिक्षा हो। शिक्षामा हाम्रो पहुँच पुगेको छैन। हाम्रो एउटा मात्रै मावि छ, त्यो माविलाई नि हामीले 10+2 बनाउन सकेका छैनौँ र धेरै विद्यार्थीहरू हाम्रो चाहिँ बाहिर जाने गर्छन् हाम्रा चाहिँ वार्डका, र ती विद्यार्थीहरूलाई रोकेर हाम्रो चाहिँ एउटा गुणस्तरीय शिक्षामा मैले चाहिँ जोड दिन्छु। र त्यसपछि स्वास्थ्यमा जुन अहिले स्वास्थ्य चौकी छ त्यसलाई पनि मैले प्रवर्धन गरेर कमसेकम हामीलाई चाहिँ ठुलो बिमारीभन्दा सानातिना रुगाखोकी, ज्वरो, आउँहरू यस्ता चाहिँ सामान्य बिमारीहरूका लागि हामी चाहिँ 2-4 दिन अस्पतालमा बस्न परे पनि एउटा बेडको सुविधा, यस्तो चाहिँ स्वास्थ्यका लागि मैले मुख्य चाहिँ जोड दिन्छु। त्यसपछि हाम्रो चाहिँ अब यो वार्ड नम्बर 7 मा एउटा भलको पनि हामीलाई चाहिँ बडा भलले पनि हामीलाई सताएको छ बाढीले, त्यसको निकासको लागि मैले व्यवस्था गर्छु। र नारायणी तटबन्धन, जयश्री तटबन्धनका बारेमा पनि मैले चाहिँ जोडतोडसित मैले विकास गर्ने मैले प्रतिबद्ध चाहिँ मैले लिएको छु। मेरो वार्ड 5 वर्षपछि कस्तो हुन्छ भन्दाखेरि हाम्रो यो नेपाल अधिराज्यको सेन्टर मुटु हो। हाम्रो चाहिँ वार्ड नम्बर यो गैँडाकोट नगरपालिकामा 18वटा वार्ड छ। 18वटा वार्ड मध्येको उत्कृष्ट वार्ड हो। यहाँ चाहिँ मठ मन्दिरदेखि लिएर पर्यटन क्षेत्रदेखि लिएर कृषिको चाहिँ उर्वरा भूमि हो। यहाँ हामीले चाहिँ हेर्न आउनुपर्छ भनेर विभिन्न हाम्रो चाहिँ एउटा आन्तरिक पर्यटन र विदेशी पर्यटक आउनेको व्यवस्था चाहिँ यो तपाईँहरूले देख्न पाउनुहुन्छ। यसका साथै हाम्रो गैँडाकोट वार्ड नम्बर 7 मा भूमिहीन जुन हामी चाहिँ भूमिहीन हाम्रो सुकुमासीहरू हुनुहुन्छ, उहाँहरूको लागि व्यवस्था गर्नु पनि मेरो चाहिँ मुख्य एजेन्डा भएको म घोषणा गर्न। जितको सुनिश्चित के छ भन्दाखेरि म निरन्तर रूपमा कुनै पनि स्वार्थ मनमा नराखेर कमसेकम मैले चाहिँ कसैको घर दैलोमा गएर कसैको काम चाहिँ 18औं परिकारलाई काम गर्न पाए म सन्तुष्ट हुन्छु भनेर म चाहिँ सामाजिक काम गरेको व्यक्ति हुँ। मैले प्रत्येक हाम्रो वार्डवासीका घरमा अहिले चुनावी अभियानमा होइन, म पहिले पनि गरेको छु। उहाँहरूको दैलोमा टेक्ने गरेको छु, उहाँहरूको दुःखमा दुःख मैले मिसाउने गरेको छु। त्यसो हुँदाखेरि र एउटा उमेरको हिसाबले परिपक्वता, सामाजिक कामको परिपक्वताका हिसाबले मलाई उहाँहरूले चाहिँ अति चाहिँ रुचाएको अवस्था छ। त्यस कारण म चाहिँ एउटा जितको सुनिश्चितताको लागि म एकदम अग्रणी स्थानमा छु जस्तो मलाई लाग्छ। तपाईँहरूले मलाई भोट दिएर विजय गराउनुहुनेछ हो। त्यसरी नै सर्वोपरि तपाईँहरू भगवान हो, त भगवानले चाहिँ राम्रो मान्छेलाई चाहिँ आशीर्वाद दिनुहुन्छ र जसरी तपाईँहरूले चाहिँ मलाई चाहिँ विजयको सुनिश्चितता पुर्याउनुहुन्छ त्यसरी नै मैले सर्वोपरि राखेर हजुरहरूका काममा काम गर्नेछु र हजुरको कानमा कान मिलाएर मैले काम गर्नेछु र तसर्थ रुख चिन्हमा 7वटै ठाउँमा चिन्ह लगाएर हाम्रो नेपाली काङ्ग्रेस पार्टीलाई विजय गराउनुहुनेछ भन्ने मैले दृढ विश्वास लिएको छु र यो मैले आशा पनि गरेको छु। तपाईँहरूले परिपक्कै हामीलाई भोट दिनुहुनेछ।